पुरानो जमानाको पहिलाको वेलकम ब्याक टु माई च्यानल बोय किरण गइरहेको केटा हो। ल हाम्रो दिनको सुरुवात चाहिँ ल यसरी हुन गइरहेको छ है। आमामा हानेको है मर्निङ सट। जे गरे पनि बिहानको स्टार्टिङ चाहिँ पसिनाबाट गर्ने के जे गर केटा होइन बुझेनौ, जे गर पसिना चाहिँ निकाल्नु पऱ्यो बिहान बिहान भनेपछि बुझ्नु पऱ्यो। उता फेरि हाम्रो भाइको टोलीहरू डह्रो ट्रेनिङ गरेर खोइ कता गयो, बुबु होला सायद, बुबु जस्तो लाग्यो। कडा है केटा कडा। आजको लागि पसिना बगेर पनि पुग्यो मलाई होइन। कति बजे नआएको यार यसो बिहान बिहान जहिले म 11-12 बजीतिर उठ्ने भने आज त 5 बजी बिउजे के गरौँ भनेर निन्द्रा पनि लागेन कि फेरि रन्मतीको छोरी फेरि आइदिएँ म। आज त हान्नुपर्छ भनेर आइदिएको। यसो साल चाहिँ डिडिसीको ग्राउन्डतिर हो कतिजना डेटिङ बसेको थियो होला यता है। पहिला जमानाको त डेटिङ स्पोट हो नि त फेरि। अहिले चाहिँ यहाँ पुलसुल नि बनाइसक्यो केटा है डिडिसीको है। खोला त बढी पहिला जमानामा यार यो खोलातिर वाइल माछा मार्न आउँछ हामी सानो सानोमा। सही पुल बनाइसक्यो आधा केटा अहिले चाहिँ हेर्दा। बाजे मर्निङ बाजे चिया खानुभयो चिया? ल ठिक छ। सरले त्यस्तो सही बनायो है केटा हो। त्यति भन्दैन। अब हामी मुख धुनेछौँ। मकैबारी कर्याम केटा हो। मकै खाने भयो वाइल छ है। केरा पनि छ मकै पनि छ वाइल छ। उतानिर धारा छ ट्याक्कै त्यो धारानिर गएर पानी सानी खानु पर्ने हुन्छ। मैले घरमा नि मुख नधोइकन आएको थिएँ केटा हो। एकछिन फ्रेस हुने अनि त्यसपछि ल्याक्स हान्ने। अनि केटा हो यहाँ पहिला कतिजना गयो है यो माथि यो घरको माथि लभली डाँडा। अब मार्छ क्या बिहान बिहान लाग्छ। यतापट्टि फेरि सनराइज हुँदैछ फेरि आमा घाम लागिरह। ऊ फेरि अर्को बत्ती त आयो बिहान बिहान फेरि आम्मामा संसार जित्न लागिरह सबैजनाले। बकैचा यस्तो छ है यस्तो भएको छ है। बकैचा भन्दा धन्नै हान्दैन मलाई चाहिँ त्यही केटा हो। अनि अब आज चाहिँ म उता भातकुला हो के नि छ कि अब त्यहाँ जान्छु होला। अनि त्यहाँ गएर नि त्यसपछि आइसी देखाउँछु। अब सायद डाइरेक्ट अब घरतिर हो। यस्तै छ है अहिलेको कन्डिसन। यताको मिलको हालत यस्तो छ होइन। केटा हो घर चाहिँ हामी आइसकेका छौँ। वाटर के हो उठाएन क्या अब गयो। अब हामी टपमा जानेछौँ रविन्दाई। यस्तो छ ग्राउन्डको हालत। त्यो बच्चाहरू बास्केटबल खेलिरहेको रहेछ। देखायो कि देखाएन। ल ठिक छ। मम्मीले फेरि यहाँ के रोप्या हो। फर्सीको मुन्टादेखि लिएर यहाँ चाहिँ गार्डन हो यो पतेना चाहिँ सही हुन्छ क्या। पतेना केटा पतेना। आज त दाइ म त सक्दिनँ नि फेरि भाइलाई त कसैले नि फेरि। आज त म कसम चाहिँ 3 बजे 4 बजे उठेर बस्या मान्छे हो नि म त। देखाउन पऱ्यो भने चाहिँ केटा यस्तो छ। म पढ्ने कलेज चाहिँ यो हो केटा हो। तर जाने चाहिँ कहिले होइन म है। अनि यस्तो यहाँबाट देख्न पर्दाखेरि चाहिँ यसरी सही देखिन्छ है फेरि आमामा। ल केटा हो बाइक साइक नि एल्सपस गरेर अनि त्यसपछि यसो ग्यारेजतिर गएर यो ऐना बनाउँछ यार एउटा एउटा ऐना के भयो यो गुना नमिलेर
विनोद दाइकोमा लिएर गएर बनाइहाल्नु पऱ्यो होला है। ओ हाम्रो दाइले फेरि पेपर हानिसक्नु भयो फेरि। आमा कडा स्याउ च्याउ केटा है च्याउ एकैछिनमा भिड लाग्यो यहाँ। पैसा त यसमा पो छ क्या हो। गाह्रो छ जिन्दगी। म त आज त 4 बजे उठेर डिडिसी गएर रनिङ हानेर फुटबल हानेर पुरा विनोद दाई पनि पुरा हानिरहेको रहेछ क्या डिडिसीमा ग्राउन्डमा कि। विनोद दाईकोमा बिहान बिहान टक आएर अब त्यसको टक्को त्यो ऐना छैन बनाउनु पर्ने हुन्छ हामीले। सायो स्टिकर यहाँ छ फेरि सट्टै सर्ट के भएछ गुड्डी सर त्यसको जाम भइदिएको। अब त्यसको जुगाड के गर्ने त भन्दाखेरि यहाँ फेरि केही छ फेरि गुड्डी सर यसमा यो टिनको पत्ता हालेर हुन्छ कि के हालेर हुन्छ यो गर्नु पर्यो नि त यार। हेर्नु न लबाट हालेको हजुर। पहिला मैले बोतलको बिर्को हुँदैन हो त्यो हालेर टाइट गराएको थिएँ कि यस्तो हाल्यो नि हुँदैन के नि यसलाई। यही लिएर मिल्छ बास हो ल त्यसो भए यो जुगाड गर्नै परेन नि त्यसो भए त होइन। ठिक ठिक त्यो यामाहाको हो कि कुन चाहिँको मिल्छ भने थियो त होइन मिल्दैन। 12को गुटका बुढोलाई भन्नु पऱ्यो अब फोन गरेर लगेर एकछिन फोन गरेर अनि त्यसपछि म आइहालेँ है है सही हो। जाँदाखेरि जाँदै हो भन्दाखेरि चाहिँ हामी यसो एउटा सानो प्रोग्राम छ कि यता खत्री ठाडी यतापट्टि हो सर्किट चस्मा कस्तोदेखि सही छोटो छोटो होइन अब डाइरेक्ट जाँदाखेरि त्यसपछि देखाउँछु है त केटा हो। हामीले त्यो प्रोग्रामबाट चाहिँ फर्किसकेको छौँ है। फर्किसक्यो अब दिल्लीलै घाम लाग्यो धन्दा चस्माले चाहिँ आँखा पर्दा हामीले अगाडि भइसक्यो बनिरहेको यस्तो छ है त फर्किसक्यो। अब हाम्रो अब गाह्रो छ अब जाने छ हामी घरतिर जाने अनि घरतिर गएर है त लगेर हो। अनि अहिले चाहिँ हामी घर आइसकेको छौँ त्यो दिदीलाई पुऱ्याएर चाहिँ होइन। ट्याक्क फ्यान चलाएर ढ्याङ लगाएर गर्मी सकेर अब के गर्नु बाहिर निस्किन सकिन्न। अब यहीँ बस्ने कोठाको हालत पनि बेहाल भए गाह्रो छ बेहाल छ। अनि केटा मैले बनाएको पेन्टिङै यसलाई चाहिँ कलर गर्न बाँकी नै छ अझै। मिकी माउसको कलर गर्न बाँकी छ केटा हो जसको चाहिँ। अनि अर्को अघि मैले के भन्नु लाग्थेँ भन्दाखेरि त्यो अघि म बिहान मर्निङ वाक गरेर आइसकेँ अनि त्यसपछि विनोद दाइको ग्यारेजमा गएको थिएँ नि त त्यो ऐना बिग्रियो भनेर हो। त्यो ऐना चाहिँ के भयो भन्दाखेरि मैले चाहिँ त्यो के हो त्यो हालेर चाहिँ त्यो जुगाड गरेको थिएँ। त्यो ऐनाको चाहिँ 12को रहेछ कि त्यो ऐनाको रिङ चाहिँ ऐना चाहिँ 12को रहेछ। अनि 12को चाहिँ अलि भएन कि त्यो चाहिँ अर्को खालको हालेको थिएँ क्या। त्यसमा हाल्ने कुरा चाहिँ कसरी भन्ने अब देखाइदिन्थेँ होइन। त्यो चाहिँ ठुलो भएछ। अनि त्यसपछि त्योहरू मैले के सामानहरू हालेर चाहिँ मैले जुगाड गरेर टाइट बनाएको थिएँ एउटा ऐनाको चाहिँ। अनि अब चाहिँ अति भयो भनेर मैले अस्ति नै चाहिँ निकालिरहेको थिएँ मैले हालेको थिएन यत्तिकै भइरहेको थियो। तर अहिले चाहिँ अलि अब पुलिसहरूलाई नि अब नटेरेको जस्तो हुन्छ नि त होइन। हाम्रो ट्राफिक सरहरूलाई पनि अब नटेरेको जस्तो हुन्छ। त्यही भएर चाहिँ मैले हालिदिउँ न भनेर अनि त्यसपछि
आज हाल्नु लाग्यो ठुलो भइहाल्यो त्यसपछि त्यो अर्को चाहिँ नपाएर हो कि त्यो बाइकमा भएको चाहिँ त्यो चाहिँ पाएन अनि त्यो नभएर अनि अहिले ठ्याक्क बुढोले लिएर आएको रहेछ 12 कै ठ्याक्क त्यो छ पाहा अब त्यो गएर अहिले एकछिनमा हाल्न पर्ने हुन्छ होइन अघि नै हालेको चाहिँ देखाएन म डाइरेक्ट त्यहाँबाट उता त्यहाँ ग्यारेजबाट अनि डाइरेक्ट भात खाएर अनि दिदी लिएर गइहाल्यो अनि देखेर अहिले भर्खर आएको अहिले बजिसकेको छ 1 बजिसक्यो अब टक्क एकछिनमा अहिले साँझतिर काम अस्दैछु अनि जान पर्ला भनेर चाहिँ हो कसो त्यही केटा हो अनि धेरै दिनपछि अब भ्लग हाल्न लागिरहेको छु है अब यसो माया देखा मलाई सबैजनाले भन्दै नै हामी यहीँ स्थगित हुनेछौँ सो अहिले चाहिँ हामी ग्यारेज आइसकेको छौँ त्यो ग्यारेजमा टक्कै अब गीत बजाएर बस्नु पर्ला जस्तो छ पानी पर्ला जस्तो भएको केटा यार वाइल्ड क्लाइमेट त खतरनाक भएको त मौसमले च्यालेन्ज हान्ला जस्तो थाहा छ यहाँ फेरि साइकल ग्याङहरू फेरि ओहो कति रहेछ साइकल ग्याङ तल सानोको याद आयो यार मलाई ग्याङ छ यहाँ साइकलको कतिवटा छ एउटाको फेरि साइकल बिग्रेको छ नै चिट्टो छ जस्तो छ वाइल्ड साइकल ग्याङ हिरोहरू स्टन नै हान्छ अझै यिनीहरूले एउटा दुइटाले त राज भएको स्कुटर फेरि यता मोबिल सकेर बसेको केटा हो ओहो तना मोबिल सकेर त्यसको अर्को चेन्ज गर्न लाएर चाहिँ मोबिल चाहिँ नपाएर फेरि सुन्दर बजार लिन गएको छ आँप फल्यो केटा आँप आमा त्यो फलेपछि खान पर्ने हुन्छ हामीले हेर्दा आँप केटा बन्दैछ है बन्दैछ स्कुटरहरू बन्दैछ है बस बन्दैछ है त म्याच इन्टियाजले अब यसलाई उन्नी बनाउँछ भने हाडियोलाई अझै करोडौँ दिन जान्छ कि निन्द म जस्तै मजदुर छ नि भन्नै पर्दैन आज मात्र साम नबताएको भोलि गइस त यो काठमाडौँ जाँदा जाँदा भयो बाटोमा